खुट्टामा पानी फोका फंगस भन्छ त्यसलाई फंगस मलम लाउनु फंगस होइन क्या जुत्ता टाइट भएर हो क्या के को फंगस र लंगस यार कति न इंग्लिश साइन्टिस्टै बने जस्तो डक्टरै पढे जस्तो गर्छन् यार मामा तपाईले त्यो गनाको मुजा धेरै लाएर हो मोजा नलगाइ लगाउने हो क्या जुत्ता हो भनेको मैले त्यसो त। भए त्यो भएर हो त्यो भएर हो, मजा नलाएर छ ओइ अब लगाउँदा पनि धर छैन नलगाउँदा पनि धर छैन अनि तिमीहरूको रिजन चाहिँ के हो भन्छु के ए मामा अनि मोजा नलाइकन जुत्ता लायो भने नि एमबीबीएसै छौ यार टिममेट पनि मोजा नलाइकन जुत्ता लायो भने त अनि गाड भइहाल्यो नि खुट्टा यार पाक्छ नि होइन के मामा मोजा लाउनु भनेको अनि सफा ए गर्दै बाबा त्यत्रो दिमाग लाउनु पर्दैन कि जुत्ता टाइट भएर चाहिँ खुट्टा खाएको हो क्या जुत्ता टाइट भयो पछाडिपट्टि कोलाई त्यो धस्रिएर पानी फोका बनाइदियो क्या मोजा लगाएन भने चाहिँ जुत्ता गनाउँछ के जुत्ता नि गनाउँछ खुट्टा नि 8 गनाउँछ बजे हिँड्छु अनि 9 बजे आउँछु क्या घर फर्किन्छु 1 घन्टा चाहिँ म मजाले हिँड्छु एक्सर्साइज गर्छु त्यही भएर तर मामा तपाईको जमानामा कतिजना गर्लफ्रेन्ड थियो यार तपाई त अहिले पनि टिकटकमा त